नमस्कार प्रणाम गोड़ लगी छी। हम शिवानी मिश्र मॉडल खबर में अपने के स्वागत करी छी। दर्शक दिन आई हम सब हॉस्पिटल रोड में छी, जतऽ अपने सबके जानकारी है कि ई रोड कतेक बेसी एहि रोड में कतेक बेसी ट्रैफिक समस्या रहे छै। ओहिके बाद पार्किंग के सेहो समस्या सब बराबर तो होते रहे छै। एहिठमन जे हॉस्पिटल में जाए के लेल जे सेवाग्राही सब अबै छै, जे अथी पेशेंट सब अबै छै, हुनका सबके सेहो आवाजाही करे में दिक्कत होइत रहे छै। एतेक बेसी भीड़ रहे छै, ओही के लग आई हम सब एहिठमन आयल छी। कियाक तऽ अपने सब देख सकै छियै किछ दिन से एहिठमन जे ट्रैफिक प्रहरी सब छथिन एकदम लागल छथिन, जाहिके कारण से एतुका अवस्था में पहिने से बहुत बेसी सुधार भेलै है। जैसे पहिने बहुत बेसी एहिठमन गाड़ी सबके जाम लगे छलै, लेकिन एखन अपने सब देख सकै छी ओतेक बेसी जाम नहीं छै। पार्किंग के समस्या एखनो छै, लेकिन जै तरीका से अखन ई सब काज कऽ रहल छै तऽ अपने सब देख सकै छियै हमर पृष्ठभूमि में एखनो एक गोटे उम्हर छथि, ओहिके बाद आरो गोटे सब आगू लागल छथि। ताहिके बाद से फुटपाथ पर जे कोनो दुकानदार सब जे ई फुटपाथ के अतिक्रमण केने छथिन, ओहू के नगर प्रहरी सब सामान सब हटा कऽ जगह खाली करवा रहल छथिन। कियाक तऽ एहिठाम से पैदल यात्रु सबके लेल जाए में दिक्कत नहीं हेतै। वो सब पैदल यात्रु सब फुटपाथ पर जेथिन, कियाक तऽ बाट में जाइ छथिन तऽ बाट में ई मेन रोड छै। मेन रोड में अनेको रंग के गाड़ी अबै छै, एम्बुलेंस अबै छै, ऑटो अबै छै, बाइक अबै छै, जाहिके कारण से पैदल यात्रु के चलऽ में दिक्कत होइत रहै छै। खास कऽ कऽ जखन एहिठाम ट्रैफिक भऽ जाइ छै तऽ जे इमरजेंसी में जे पेशेंट सब अबै छथिन हुनका सबके ओहू से बेसी दिक्कत होइत रहै छलै। तो ओहि के व्यवस्थापन के लऽ कऽ एखन जे एहिठाम आयल छथि से अपने सब देख सकै छी ट्रैफिक प्रहरी सब काज कऽ रहल छथिन। ओहि में एखन जे नवका सरुआ भऽ के एलखिन हँ सूर्य बहादुर शाही, ओ अपन नेतृत्व में ई काज करा रहल छथि। तो चलू आइ हमसब हुनका से बातचीत करै छी। एखन हमरा सबके संग में धनुषा ट्रैफिक प्रमुख जे एखन नवका सरुआ भऽ के एलथि हँ सूर्य बहादुर शाही छथि, हुनका से हमसब बातचीत करब। यहाँ लाई ढेरे स्वागत छै हाम्रो मॉडल खबर में। धन्यवाद, नमस्कार। के छ अहिले ट्राफिकको अवस्था यो हॉस्पिटल रोडमा? यो समग्रमा म आएको 17 गते मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा कार्यालय प्रमुखको रूपमा आइरहँदाखेरि र आइसकेपछि यहाँको समग्र समस्या चुनौतीहरू के छन् भन्ने हिसाबमा मैले प्लानिङ गरेँ, बुझेँ। स्थानीय दाजुभाइ दिदीबहिनीहरू भद्र भलात्मीहरूसँग सबैसँग बुझिसकेपछि अलिकति मेन च्यालेन्जको रूपमा चाहिँ यो हस्पिटल रोड रहेको र यहाँ धेरै जाम हुने र जुन बिरामीहरू आएर पनि जाममा पर्नुपर्ने त्यो अवस्था भएको हुनाले उहाँहरूलाई चाहिँ कसरी यो रोडलाई चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबमा मैले चाहिँ प्लानिङ गरेँ र प्लानिङ गरेर आज यो अप्लाई पनि गरियो। समग्र रूपमा अहिले नगर प्रहरीसँग स्थानीय मेयर साहबदेखि मेयर साहबसँग समन्वय गरियो र मेयर साहबले नगर प्रहरी पनि खटाउनु भएको छ। यो हस्पिटल रोडको चाहिँ सबै फुटपाथहरू पनि क्लियर छ, हजुरहरूले देख्न सक्नुहुन्छ। र हामीले यो बिहान 10 बजेदेखि विशेष गरी अहिलेलाई पहिलो चरणमा 5 बजेसम्मको लागि यो रोडलाई चाहिँ विशेष गरी म आफै पनि खटिरहेको छु र यो समग्र प्रहरीहरू पनि हामीसँग बसेर यता गौँडबाट पनि 4 जना प्रहरी, नगर प्रहरी र हामी जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट हामी प्रहरी समग्र रूपमा यहाँ खटिएर हामीले के गर्दैछौँ भने पहिला के हुन्थ्यो भने जानकीबाट रमानन्द चोकमा जाँदै गर्दाखेरि जुन सवारी साधन ई रिक्सा, अटो रिक्साहरू लगायत अन्य सवारी साधनहरू आइरहँदाखेरि के हुन्थ्यो, यो यतापट्टि अनलाइन चाहिँ बाइक मात्रै पार्किङ भइरहेको हुनाले यो बिचैमा नै जुन यात्रुहरूलाई ड्रप गर्नुपर्ने, बिचैबाट पिक गर्नुपर्ने जुन अवस्था थियो र अलिकति सडक अनुशासन ट्राफिक नियम पालना नभएको पनि अवस्था थियो। त्यसैले गर्दाखेरि अहिले हामीले यो यहाँहरूले देख्न सक्नुहुन्छ यो 25-30 मिटर जति यो बाइक पार्किङलाई पनि के गर्यौँ हामीले चाहिँ खाली गराएर अब यताबाट जानकी मन्दिरबाट रमानन्द चोक आउँदै गर्दाखेरि हामीले यताबाट आउने जुन भेहिकलहरू हुन्छ उनीहरूलाई यता साइड लगाएर उनीहरूले यात्रु पिक गर्ने र ड्रप गर्ने गरी यसरी व्यवस्था गऱ्यौँ। यो व्यवस्था गरिरहँदाखेरि बिचको बाटो चाहिँ डिस्टर्ब हुने भएन, यसले गर्दाखेरि सवारी स्मुथ हुने कुरा रह्यो। र उताबाट रमानन्द चोकबाट जानकीतर्फ आउने अर्थात् हस्पिटलसम्म आउने जुन सवारी साधनहरू छ यसलाई चाहिँ पारिपट्टि चाहिँ हामीले जुन ड्रप र पिक गर्ने व्यवस्था मिलाएका छौँ। यसले गर्दाखेरि अनि जुन चाहिँ ड्रप गरिसकेपछि प्यासेन्जर ड्रप गरिसकेपछि अटो ई रिक्साहरूले के गर्ने गरिरहेको थियो भने ड्रप गर्ने र अनि केही अगाडि पुगेर फेरि के छ अर्को प्यासेन्जर वेट गरेर बस्ने, जुन कारणले गर्दाखेरि एक त बाटो पनि साँघुरो र त्यसरी अगाडि गएर जुन अन्य प्यासेन्जर वेट गरेर जुन बस्ने जुन सिस्टम थियो त्यसले गर्दाखेरि जाम चाहिँ अझै बढेको हुनाले हामीले अहिले यहाँ ड्रप गरिसकेपछि पिक नगरेर उहाँलाई चाहिँ हामीले हाम्रो साथीहरूले नै ट्राफिक प्रहरी र अन्य प्रहरीहरू मिलेर हामीले उहाँलाई चाहिँ यहाँबाट पास गराइरहेका छौँ। यो गरियो भने के छ अहिले स्मुथ भएको छ, केही राम्रो हुन्छ भन्ने अपेक्षा गरेको। यहाँलाई तपाईँले व्यवस्थापन गर्न कतिको चुनौती पर्यो?
होइन च्यालेन्ज छ, जहाँ च्यालेन्ज छ त्यहीँ काम गर्नुको मजा आउँछ, रमाइलो हुन्छ र च्यालेन्ज फेस गर्नु सक्नुपर्छ भन्ने मलाई लाग्छ। र यहाँहरूले देख्दै हुनुहुन्छ अहिले चाहिँ जुन विभिन्न किसिमका च्यालेन्ज भए तापनि च्यालेन्जलाई फेस गर्ने गरी हामी वेल प्लान गरेर यो हस्पिटलहरूलाई क्लियर गर्ने हिसाबमा म अगाडि बढिरहेको छु। यसलाई कन्टिन्यू गर्छु र यसका साथसाथै यतिमा यो हस्पिटल रोड क्लियर भइसकेपछि मात्रै मेरो काम सकिन्छ भन्ने होइन, मैले समग्र जिल्लाभरिकै नै ट्राफिक व्यवस्थापन प्रभावकारी कसरी बनाउन सकिन्छ सो सन्दर्भमा मैले प्लानिङकै फेजमा छु र प्लान गरिरहेको छु। यसभन्दा यो जुन हस्पिटल रोड क्लियर भइसकेपछि अन्य नगर एरियाभित्रका र समग्र बाहिर जुन हाइवेको कुराहरू रह्यो अन्य एरियातिर समग्र धनुषा जिल्लाभरिकै नै प्रभावकारी ट्राफिक व्यवस्थापनलाई फोकस गरेर प्लानिङ गरिरहेको छु र साथसाथै प्रविधि मैत्री ट्राफिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने हिसाबमा चाहिँ म प्लानिङमा छु र यसका साथसाथै अन्य चरणमा चाहिँ पछिल्लो चरणमा चाहिँ हामीले अरू क्षेत्रलाई पनि व्यवस्थापन कसरी गर्न सकिन्छ। अनि यहाँ कति दिनदेखि काम गरिराख्नु भइरहेछ? यहाँ अस्ति आएदेखि चाहिँ सुरुवात केही समय चाहिँ मलाई प्लानिङकै फेजमा लाग्यो र अस्ति आज 1300 दिन रनिङ हुँदैछ। 1300 दिन रनिङ हुँदैछ। यहाँहरूले चाहिँ अन्य स्थानीय महानुभावहरूलाई पनि सोध्न सक्नुहुन्छ के छ उहाँहरूलाई यसको प्रभाव के हुँदैछ भन्ने खालको उहाँहरूको पनि बाइट लिँदा हुन्छ यहाँहरूले। तर के छ भने यहाँ 1300 दिन भयो, केही चाहिँ परिवर्तन हुँदैछ, हामीले केही गर्दैछौँ भने फुटपाथहरू सबै क्लियर छ र अनि सवारी नियमको जुन पालना अलिकति भइरहेको छैन त्यसलाई पालना गर्ने गरी विशेष गरी यसै मिडिया मार्फत के भन्न चाहन्छु भने जति पनि अटो रिक्सा ई रिक्सा चलाउने चालक सहचालक सरहरू हुनुहुन्छ, म्यामहरू हुनुहुन्छ, उहाँहरूले पनि आफू ट्राफिक नियमको पालना गरौँ र विशेष गरी यो हस्पिटल लाइन जस्तो संवेदनशील सडकमा आफूले ड्राइभ गरिरहँदाखेरि चलाइरहँदाखेरि अन्य मेरो कारणले अरूलाई डिस्टर्ब भएको छ कि छैन भन्ने हिसाबमा पनि बुझिदिनु हुन अनुरोध गर्न चाहन्छु। ट्राफिक नियमको पालना गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। साथसाथै प्यासेन्जरको रूपमा जुन हामी अटो ई रिक्सामा चढिरहनु भएको महानुभावहरू हुनुहुन्छ उहाँहरूले पनि कहीँ कतै चालकज्यूले चाहिँ ट्राफिक रुल भाइलेसन गर्दै हुनुहुन्छ भने अर्थात् चाहिँ त्यो ट्राफिक नियमको उल्लङ्घन गर्दै हुनुहुन्छ भने उहाँहरूले पनि के छ चालकलाई चाहिँ यहाँ रोक्न मिल्दैन, अलि अगाडि सम्बन्धित ठाउँमा जहाँ रोक्न मिल्ने हो त्यहाँ चाहिँ रोकेर हामीलाई झारिदिनुहोस् भन्ने हिसाबमा सहयोग गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। र यसै गरी जति पनि यो आदरणीय दिदीबहिनी दाजुभाइहरू जति हुनुहुन्छ सबैले चाहिँ यो ट्राफिक नियमको पालना गरौँ र यहाँ जति पनि यो उसमा हस्पिटलमा आउनुहुन्छ यहाँहरूले पनि यो अवलोकन गरिरहनु भएकै छ र यहाँको व्यवस्थापन गर्नको लागि यहाँहरूसँग भएका सुझाव सल्लाह पनि म अपेक्षा गर्न चाहन्छु। अनि यहाँ के छ नि हाम्रो यो ठाउँमा यदि कुरा गरौँ भने फुटपाथहरू छ नि त्यहाँ पसलहरूले अतिक्रमण गर्नुभएको छ, उनीहरूलाई के गर्नुहुन्छ त? त्यहाँ बाटोमा मान्छे चल्न बाध्य हुनुपर्छ। अहिले हेर्नु कति मान्छेहरू बाटोमा हिँडिराख्नु भइरहेको छैन, फुटपाथबाट पनि त हिँड्न सक्नुहुन्थ्यो। यस्तो छ, यहाँलाई प्रश्नको लागि धेरै धेरै धन्यवाद। हजुरले हेर्न सक्नुहुन्छ अहिले यहाँ चाहिँ फुटपाथमा चाहिँ काहीँ पसल पनि छैन, बाटो छ तर पनि अलिकति जुन एउटा चेतनाको कमी भन्ने शिक्षाको कमी भन्ने अब बाटो उता फुटपाथमा क्लियर छ, आफ्नो हेर्नुहोस् पारितिर पनि हेर्न सक्नुहुन्छ, यता पनि हेर्न सक्नुहुन्छ, खाली भए तापनि हामीले के छ भने बिच सडकबाटै हिँड्ने जुन एउटा हाम्रो बानी छ त्यसलाई बिस्तारै चेन्ज गर्नुपर्छ। हजुर हामी सबै मिलेर यसलाई चाहिँ परिवर्तन गर्नुपर्छ। हामीले पनि अहिले हाम्रो प्रहरीहरू जति खटिरहनु भएको छ उहाँहरूले पनि जुन फुटपाथको युज गरौँ, फुटपाथबाट जाउँ। फुटपाथ पहिले सामानहरू थियो यो एरियामा अहिले हेर्न सक्नुहुन्छ सबै क्लियर भएको छ। क्लियर गर्नको लागि मेयर साहबले नगर प्रहरी खटाइदिनु भएको छ, जसले गर्दा नगर प्रहरीले र हामीले संयुक्त रूपमा मिलेर यो फुटपाथ क्लियर गर्नलाई पनि अगाडि बढिरहेका छौँ। त्यसैले चाहिँ अवेरनेसको कुरा हो, अवेरनेसलाई पनि अगाडि बढाउनु हामी प्लानिङमै गर्छौँ। अनि यो व्यवस्थापनलाई दीर्घकालीन बनाउन के भइरहेछ? यस्तो त छैन नि कि आज गर्ने भोलिदेखि त्यस्तै हुन्छ होइन। एकदम धन्यवाद। यो अहिले सर्ट टर्मको लागि हो, करिब यो हाम्रो यो पहिलो अभियानकै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनको लागि अभियानकै रूपमा मैले यो अगाडि बढाएको छु। यो पहिलो चरणमा चाहिँ यो पाइलट प्रोजेक्टकै रूपमा भनौँ, पहिलो चरणमा ट्राफिक व्यवस्थापनको लागि यो हस्पिटल रोड मेन च्यालेन्ज भएको हुनाले यसलाई चाहिँ फोकस गरेर 1 महिनासम्म यहाँबाट गर्छौँ। 1 महिना यहाँ गरिरहँदा अन्यत्र हुँदैन भन्ने होइन, सबै ठाउँमा चाहिँ नियम अनुसार चाहिँ गर्नुपर्ने गरिरहेको छ। तर यसलाई अलिकति प्रायोरिटीमा राखेर काम गरिरहेका छौँ र यसलाई चाहिँ अलिकति दीर्घकालीन गर्नको लागि यहाँले विदेशतिर पनि हेर्न सक्नुहुन्छ। हाम्रो के छ भने प्रविधि मैत्री ट्राफिक प्रहरी सडकमै प्रेजेन्स भइरहनुपर्छ भन्ने देखिँदैन। के हुन्छ भने हामीले पनि त्यो बाहिरको राम्रो कुरा छ नि, प्रविधिको कुरा छ नि, टेक्नोलोजीको कुरा छ नि, त्यसलाई हामीले एडप्ट गर्न सक्छौँ। त्यो पोजिटिभ कुरा एडप्ट गरेर हामीले यहाँ कतिसम्म सक्छौँ मैले प्रपोजल पनि बनाइसकेको छु। अब यहाँ सबै ठाउँमा क्यामेराहरू राख्यो र मेरो अफिसबाट नै मैले मोनिटर गर्न सक्यो भने कहाँनिर भिडभाड छ, कहाँनिर चाहिँ पुलिस मुभ गर्न सकियो भने इमिडिएट यहाँ रेस्पोन्स हुन्छ।
त्यो हिसाबमा प्लानिङमा फेजमा छु। जानकी मन्दिर वरिपरि पनि क्यामेरा राख्न सकियो भने त्यसले चाहिँ प्रभावकारी हुन्छ। साथसाथै अन्य एलइडी डिस्प्ले बोर्डहरू हुन्छ हो त्यो पनि राख्न सकियो भने यो जनकपुर धाममा आउने विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरूले के छ भने उहाँहरूले चाहिँ मिसबिहेभ नहोस् र यहाँ आइसकेपछि जानकी मन्दिर दर्शन गरिसकेपछि आफ्टरवार्ड त्यसपछि के गर्ने, कुन कुन ठाउँ हेर्ने, पर्यटकीय स्थलहरू कहाँ कहाँ छन् भन्ने हिसाबमा त्यो डिस्प्ले गर्ने गरिकन त्यसरी पनि व्यवस्था गरेर हामीले त्यसमा राख्न सकियो भने अझै प्रभावकारी हुन्छ भन्ने हिसाबमा समग्र ट्राफिक व्यवस्थापन पनि हुने भयो। त्यसमा के हुन्छ भने यहाँको पर्यटकीय स्थलहरूको प्रमोट पनि हुने भयो र साथसाथै के छ भने यहाँ वरिपरि जानकी मन्दिर वरिपरिका जुन फुटपाथहरू छन् त्यसलाई पनि व्यवस्थापन गर्न सकियो भने राम्रो हुन्छ। त्यसको लागि मेयर साहबसँग सरकार र अन्य निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने योजना छ मेरो। तो दर्शक बिन जेना कि अपने सब ट्रैफिक प्रमुख के बात सुनबे के लिए एठमन जनचेतना के सेहो अभाव है। एठम जनचेतना होनाई बहुत बेसी आवश्यक है। कियाक त एखन के समय में ई कथी कहूँ मॉडर्न जनरेशन है। एहि में हरेक आदमी के एजुकेटेड होबक चाहिए। एजुकेशन सिस्टम एखन के मजबूतो भ रहल छै। ओहि समय में हरेक आदमी के बुझक चाहिए कि कौन चीज़ गलत है कौन चीज़ सही है। खास कर ट्रैफिक रूल्स के बात करी तो वो तो सबसे बेसी सबके मालूम होबक चाहिए। कियाक त हमरा यहाँ के प्रत्येक दिन मार्केट में चाहे कतौ बाहर आवाजाही करै छियै कोनो न कोनो काज के थ्रू से ओहि समय में केना चलक चाही, कतऽ चलक चाही, कोन रूल के फॉलो करक चाही, ई हरेक व्यक्ति के मालूम होबऽ पड़लै। संगे जे ठमन सब जे गाड़ी सब चलबै छै हुनका सबके तऽ सेहो मालूम होबे पड़लै। ओहि संगे हमसब जेना एखन किछु देर पहिले हमसब देखलिए कि एहिठाम जे फुटपाथ पर सामान सब छलैया लोग सब अतिक्रमण केने छलै सबके हटायल गेलैया। नगर प्रहरी द्वारा सबके साइड कयल गेलैया, खाली करायल गेलैया। एहिठाम ओहन बेर बेर होइत रहै छै लेकिन ओहिके बावजूदो लोग सब बेर बेर ओतऽ अतिक्रमण करै छथिन। एतबे नहि एहिमे लोको सबके ओतबी दोष छै आ संगे स्थानीय सरकार सबके सेहो ओतबी दोष छै। कियाक तऽ हुनका सबके तेहन कोनो जगह नहि दऽ रहल छथिन जाहिके कारण से ओसब अपन सर सामान जे अपन सामान अपन बाजार सब बेचथिन ओकर व्यवस्थापन नहि भऽ रहल छै। ताहि दुआरे ओहूके व्यवस्थापन होनाइ जरूरी छै आ ट्रैफिक में तऽ जे समस्या छै ओहिके सुधार होनाइ अति आवश्यक छै। तऽ ओहि संगे हम शिवानी मिश्र विदा लऽ रहल छी।